मिनटको पानीले यहाँ पुरै डुबानमा यो हेर यो हेरौँ साथी। अब म पनि विदेशै जानुपर्छ जस्तो लाग्यो साथीहरू होइन। कुकुरहरूले नि घाँस खान्छ भन्थे हो रहेछ। मैले एक्सर्साइज गर्ने ठाउँ चाहिँ यही हो। हिँडेर म यताउति एक्सर्साइज गर्छु होइन। ज्यादा टाढा जान नि पर्दैन, यताउति नै। यहाँ शीतलो पनि हुन्छ एकदम गर्मीको टाइममा होइन। सो लेट्स गो। गर्दा गर्दै बिचमा आएर डिस्टर्ब गर्दै के पर्यो हो तिमीहरूलाई? हेर्नु बिचमै आएर डिस्टर्ब गर्न पर्ने यिनीहरूलाई। साथीहरू मैले यहाँ चाहिँ एकदमै गजबको कुरा भेटाएको छु है। 5 मिनटको पानीले यहाँ पुरै डुबानमा यो हेर यो हेरौँ साथी। यो हेर्नुहोस्, सीताफल पनि भन्छ हाम्रो त्यता, सलिफा पनि भन्छ होइन। सलिफा हो कि पा हो मलाई थाहा भएन, तर यो हेर्नुहोस् दामी फलिरहेको रहेछ होइन। कसैले देख्दा पनि देखिँदो रहेछ क्या। यो हेरौँ है साथीहरू, यो चाहिँ 1 हप्ता नि पुगेको छैन है। यति धेरै के यता पनि फालेको छ, यता पनि फालेको छ भने यो साइडमा पनि फालेको छ, जता कतै फालेको छ। हेर्नुहोस् यति धेरै दारू पिइरहेछ मान्छेहरूले। यो पनि यति वरिपरि एरियाको मान्छेहरूले, यता एरियाको मान्छेहरूले यत्रो दारू पिइरहेछ कि 1 हप्ता नपुग्दै। भनेपछि आफै सोच्नुहोस् तपाईँहरूले, यति बिग्दो रहेछ रक्सी भन्ने। यो त कमै आउँछ, योभन्दा नि बेसी मात्रामा दारू बिग्छ। यो कुकुरहरूले नि घाँस खान्छ भन्थे हो रहेछ। मैले त आजै देखेको। यो यसले खाइरहेछ हेर्नुहोस्, घाँस खाँदो रहेछ यार कुकुरले पनि यार। यो चाहिँ जहाँ पनि मेरो बडीगार्ड भनेर हिँडेकै हुन्छ अघि अघि होइन, अघि पछि लागेकै हुन्छ। यसलाई चाहिँ बडीगार्ड भन्नु छ मेरो। घाम हेर्नुहोस् दाम। अब म पनि विदेशै जानुपर्छ जस्तो लाग्यो साथीहरू होइन। केही गरी पनि नआउँदो रहेछ क्या। यो इन्डियाको स्यालेरीले चाहिँ अलि सुरुवातीमा पुग्न चाहिँ धेरै गाह्रो हुँदो रहेछ होइन। मेहनत एकदम धेरै गर्नुपर्ने, कि त पढे लेखेको हुनु पर्यो है। अब छैन भने पढे लेखेको त धेरै वर्ष मेहनत गर्नुपर्ने के, अनि बल्ल पाइँदो रहेछ। अब यहाँ आउने भनेको त्यही 30-35 हजार हो मेरो चाहिँ होइन। ज्यादै कमायो पनि अहिले 30-35 हजार या त्यही हो, 30 देखि माथि हुन्छ होइन। खर्च पानी सटपटाएर त्यति नै हुने हो। अब त्यही पनि अब कहाँ खर्च हुन्छ थाहा हुँदैन। बचत भन्ने कुरा जिरो छ क्या। अब देशमै के गरौँ भन्नेहरू पनि त्यो खालको व्यवस्था छ, गर्न सक्ने अहिले हिम्मत नै छ, टाइम नै छ, केही नि छैन। अब यसरी नै यो लगानी छैन, लगानी गर्ने अवसर छैन। के गर्ने, विदेशै धाउनुपर्छ जस्तो छ। गाह्रो छ छोरा मान्छेको जातलाई कहाँ कहाँ चाहिँ गएर के गर्न पर्ने हो, एकदमै गाह्रो कुरा छ। आजको ब्लग यति नै, सपोर्ट गर्दै गर्नु होला। म चाहिँ प्रयास गर्नेछु, भर्खरै सिक्दैछु, पर्फेक्ट त भएको छैन, त्यो पनि सिक्दैछु। तपाईँहरू सबैको साथ सपोर्ट अनि माया भयो भने झनै राम्रो हुँदै जानेछ।
सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु होला है।